रविमाथि यातना एक हिसाबको दियो। गल्ती अलिअलि महसुस भएको छ, स्वीकार्न पर्छ हैन। मैले गरे गल्ती भने के छ भने नेपाली कांग्रेसको संसदीय दलको कार्यालयभित्र अथवा चाहिँ नेपाली कांग्रेसको संसदीय दलको नेताको कार्यकक्षभित्र तय भएको कुनै पनि कार्यक्रममा चाहिँ नि तपाईँ बोल्नुहोस् भनेपछि हैन, तपाईँ बोल्नुहोस् भने चाहिँ अझ मलाई त के भनेको थियो भने विश्वप्रकाश शर्माजीले गगनजीसँगै बसेर के भनेको थियो भन्दाखेरि तपाईँ चाहिँ राजसभा डिपार्टमेन्ट हेर्नुहोस् भन्थे। त्यसलाई के भनेको थियो भने विश्वप्रकाश शर्माजीले गगनजीसँगै बसेर के भनेको थियो भन्दाखेरि तपाईँ चाहिँ राजसभा डिपार्टमेन्ट हेर्नुहोस् भन्थे। त्यस्तो धेरै त मैले गरिनँ। अलिअलि त्यो गल्ती पनि थियो जस्तो तपाईलाई अहिले रियलाइज हुन्छ जुम होइन। अहिले चाहिँ के लाग्यो भने मलाई चाहिँ त्यो सम्पत्ति शुद्धिकरण चाहिँ घुमाएर जुन मुद्दा लाग्यो नि, जिल्ला कुदाको छ होइन, अनि राति उठाएको छ नि, त्यो चाहिँ अपराध, अन्तिम इच्छासम्म सोधेर होइन।